Hello guys. राम्रो राम्रो कितना है आमा? 50 रुपये। वो 100 रुपये। 100 रुपये। अच्छा है। अच्छा है 300 रुपये। लाने हो हेर्नु त काउली कस्तो फ्रेसलाई चारवटाको 100 अरे महँगो भयो 25 रुपियाँ एउटा नि के हो यो यस्तो पनि खान्छन् चनाको होइन कति रुपियाँ पर्छ हौ केजीको कस्तो फ्रेस फ्रेस रहेछ है त्यो महँगो भयो के आमा दूसरा वाला मशरूम नहीं है नहीं है कितना है इसमें मकै लाने हो भने फ्रेस रहेछ कि फ्रेस त त्यस्तै होला मकै हेर्नु न आँप पनि भाइ यो सिजनमा पाकेको काँचो अस्ति मैले लगेर रोपेको त भयो थियो मैले त उखालेर फाल्दै हो कि कुना कुनामा भएर अलिक उ भयो कि राम्रो भएन टमाटर पनि भयो नि 100 को 5 केजी भनेपछि त 20 रुपियाँ पर्यो नि टमाटर 100 को भैया केजी का कितना है केजी का 20 उता प्याज 100 को 4 केजी आलु 100 को 3 केजी मैले चाहिँ टमाटर लैदिन्छु ಮಾಮೂಲಿ ಬರ್ತೀವಲ್ಲ ಟೊಮೆಟೊ 50 उयोमा हेर्नु न ऊ पाइँदो रहेछ है स्कुलको ब्यागहरू 10 रुपियाँ 40 रुपियाँ किलो मछली बच्चाहरूको कट्टु गर्ने कति रहेछ यसको 220 मा ल सेट यता छोरीहरूको पो हुन्छ त यहाँ त 410 मा सेट
वाउ भन्ने जस्तो त नरहेछ कि है। अब यसको 130 मा अनि ठुलो भए त लैदिनु हुन्थ्यो। हेर्नु न युनिकर्नको रहेछ तर सानो सानो रहेछ। हुन्छ त ठुलो यो हुन्न र साइरालाई हुन्न यार त लुगा जति लगाएर सबै सानो भयो। सबै सानो भयो क्या हाम्रो साइरालाई त। 5 का लैदिनु पर्यो। हुन्छ त होला सायद 310 हुडी कति राम्रो रहेछ है भित्र फर भएको। यसको 300 जामाहरू केटाकेटीको जामा कति राम्रो राम्रो 250 रे साथीहरू। के गर्नु आफ्नो त नानी हुर्किसक्यो ठुली भइसके ठिक पनि हुँदैन। कति राम्रो हो कि बहिनी हेर्नु न जामा। है बहिनी जामा हेर्नु न कस्तो राम्रो राम्रो। बेटी बडा हे कितना कति राम्रो राम्रो ल जामाहरू। ल कसले छोरी पाउनु भएको कसलाई गिफ्ट चाहियो कमेन्ट गर्नु होला। कति राम्रो राम्रो जामा आफ्नो त नानी ठुली भइसक्यो। क्यारेट हो कि न क्यारेट गर्दैन चटपट के जाँगरै लाग्ने गरेर मिलाएर राखेको है। कति महँगो हुन्छ यहाँको मकै अर्कै हुन्छ तर स्विटवाला प्याज 60 रुपियाँ केजी छेपी हो क्या यो त। म त गेडागुडी लान यो त पाइन्छ हाम्रो नेपालमा नि। यतातिर मान्छेहरूले काँचो केरा पो खान्छन् कि धेरै। अब यस्तो पनि खान्छन् साथीहरू। यो म्याक्स मिलन है यो त मन पर्यो मलाई। पसलमा चाहिँ वाइवाई पाइन्छ। मसाला धनिया पाउडर मिर्ची पाउडर